नमस्ते सबैलाई आज हामीहरू भने आइतबारको दिन सानो भ्लग गर्नु कि भनेर म खोजिरहेको छु। हो मेरो चिन्ता छ। हामी बस्ने बिल्डिङ चाहिँ हो है केएम ट्रेनिङ इलेक्ट्राबाद इलेक्ट्रा। हामीहरू चाहिँ यो हो मदिना जाहेद जो मैले देखाइरहेको छु त्यो चाहिँ मदिना जाहेद हो। अहिले म भने अब हामीहरू अहिले लाग्दैछौँ यताबाट कर्नेस साइड लागिरहेछौँ। कर्नेसमा हामी जाँदैछौँ अबुधाबी। अहिले त्यति गर्मी पनि छैन, जाडो पनि छैन, हेर्न सक्नुहुन्छ। अहिले भनेको ठिक्क मौसम छ। अहिले पनि अहिले अप्रिलको 20-19 जाँदा पनि अहिलेको मौसम भने एकदम स्टेबल राम्रै छ, हेर्न सक्नुहुनेछ। हामीहरू भने आज आइतबार छुट्टीको दिनमा बाहिर निक्लदैछौँ अनि सानो भ्लग पनि गर्दैछु है त। हात हल्लाउँदै गइरहेछ, हेर्न सक्नुहुनेछ। अब हामीहरू भने यहाँबाट पारि जानेछौँ, यो इलेक्ट्रा स्टेट हो। त्यसपछि अहिले हामीहरू यताबाट घुम्दै अहिले साँझको भनौँ इभिनिङ के भन्नु आफ्टरनुनको साँझमा चाहिँ हामीहरू अहिले वकमा निक्लेको छौँ। हेर्न सक्नुहुन्छ यहाँको वातावरण पनि एकदम रमाइलो छ, शान्तै छ न। अहिले यो टाइममा पनि योमा यति चिसो हावा नेपालमा चाहिँ फाल्नु भनेको एकदम राम्रो हो। मलाई त मेरो घर पछाडि काप्रा फेर्दा बसिरहेको जस्तो लागिरहेको छ। हेर्न सक्नुहुन्छ एकदम राम्रो छ, घाम पनि चलिरहेकै छ। आज म हिरो बनाएर आएको छु, बत्तीको आँखा लाग्ने हो। हेर्न सक्नुहुन्छ अहिले युवीको मौसम पनि एकदम राम्रो छ। हामीहरू यहाँबाट पर्ने जान्छौँ है त। हेर्न सक्नुहुन्छ यस्तो लाग्नु यस्तो चक्लेट खानु मन लाग्छ भने आउनु होला। रसभरी एकदम छ है। हामी चाहिँ खानेकुराहरू लिँदैछौँ। अब खानेकुराहरू यहाँ लिने अनि त्यहाँ जाने। ल हामी सामान गरौँ भन्नु त्यहाँ छ। अब दिएर हिँड्दैछ, म चाहिँ सानो भ्लग गर्दैछु। अहिले भने हामीहरू सिङ्गलमा छौँ। यो यतापट्टि देखिरहेको चाहिँ यो कर्नेस साइड हो, यतापट्टि चाहिँ यो क्लबिया हो, चाहिँ जाने क्लबिया भएर यो चाहिँ मार्केट चाहिँ मार्केट चाहिँ यो भनेको चाहिँ यो अहिले देखिरहेको चाहिँ तपाईँको मल हो। अलिकति चाहिँ भएको छ, यो चाहिँ तपाईँको मल हो, एकदम त्यो ट्रेडिसनल हो त। यो चाहिँ तपाईँको गाउँ तपाईँको मल है त। अहिले हामीहरू यता यो क्लबिया बटेर कर्नेस साइड जाँदैछौँ। यहाँहरू चाहिँ यता चाहिँ कालो आइरहेको छ, मौसम अलि हुँदैछ, मौसम अलिक राम्रो देखिरहेको छ। अहिले हामी चाहिँ तल गइरहेको भएर तलबाट माथि आउँदा चाहिँ म हजुरलाई भ्लग देखाउने छु, बनाउने छु। यो चाहिँ हामीले क्लबियामा छौँ है त। अहिले हामी भने मैले देखाइरहेको साइडमा चाहिँ यो साइड भनेर पनि चाहिँ इतिसा टावर छ। इतिसा टावरको त्यहाँ हेरेर छौँ है त। डब्लुसी कस्तो साथ यहाँबाट चाहिँ पिक्चर देखेको रहेछ, त्यो देखिरहेको छ है त। यो इतिसा टावर है, यो चाहिँ इतिसा टावर। हामी भने आज यो अलि नयाँ ठाउँ लागिरहेको छ मलाई। छुट्टीको दिन सधु पऱ्यो अनि बेलुकाको एकछिन वाक गरौँ भन्ने मन छ। अहिले आज हामी चाहिँ यहाँको यो पार्क आइरहेको छौँ। केही खानेकुरा लिएर आएको छौँ। अब हामी यहाँ बसेर यो खाएर चाहिँ हामी 6:30-7 बजेतिर पुग्ने भयो नि होला। पार्क रमाइलो छ, रमाइलो लाग्यो। एकदम
शान्त नै छ, हरियाली छ। हामीहरू अहिले नेपालतिर नि एकदम हरियाली, एकदम वातावरण रमाइलो भएर होला। हामीहरूको ठाउँ पनि एकदम रमाइलो छ। यो पनि हाम्रो दोस्रो घर हो, यो हाम्रो दोस्रो घर हो, देख्न सक्नुहुनेछ। एकदम आनन्द लाग्दैछ पाहाड पनि। तपाईँहरू पनि यता नजिक करिब हुनुहुन्छ भने घुम्न होला। यो खजुरहरू सबैले खजुर अहिले चिचिला हालेको छ हामीहरूको तिर। आँप चिचिला हाले जस्तै हेर्नेले चिचिला हाले जस्तै भएको छ खजुर। अब यो जुन जुलाई अगस्ततिर रातो हुन्छ, पाकेर रातो हुन्छ। सबै त्यो खजुरको हेर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम रमाइलो लाग्यो। हामीहरू यहाँ आयौँ, रमाइलो पिपली पिपलको रुख हो, एकदम पिपली पिपल छ। मान्छेहरू आज आइतबार भएर नि होला धेरै पछि पार्कमा मान्छेहरू धेरै निक्लेको देखेँ। अझ साँझ गइसकेको छैन, अझ युनियन गरिसकेको छैन। मान्छेहरू अहिले चाहिँ एकदम देख्यौँ मैले बारी बिक्री गर्ने फ्यामिली हेर्न सक्नुहुन्छ। एकदम हरियाली छ, शान्त पनि छ र एकदम आज मान्छेहरूको भिडभाड पनि छ। आज गर्ने होला आइतबार गर्ने होला सिलगढीमा एकदम हेर्न सक्नुहुनेछ। मान्छेहरू छन्, रमाइलो लाग्यो पार्क गर्नु। पार्कको नाम खासै थाहा भएन, जे हेर्न सक्नुहुन्छ। एकदम रमाइलो छ ठाउँ चाहिँ, एकदम रमाइलो लाग्यो ठाउँहरू। अब हामीहरू भने यहाँ खाइपिसक्यौँ। खाइपिसके पछाडि हामीहरू भने अब जाँदैछौँ। देख्न सक्नुहुन्छ यो एकदम रमाइलो अनि सुन्दर दृश्यले भएको यो रमाइलो पार्क फुल फुलिरहेछन्। यो पार्कमा हामीहरू बसिरहेँ। अब तलबाट क्रस गरेर हामीहरू चाहिँ यो कर्निसको देख्न सक्नुहुन्छ। एकदम हरियाली छ। मलाई चाहिँ एक्चुली यो बाटो एकदम मन पर्छ, हरियाली बाटोहरू शान्त पनि छ। हामीहरू अब यहाँबाट तलपट्टि जाँदैछौँ। अहिले हामीहरू भने यो कर्निस साइड पुग्यौँ। कर्निस साइड पुगेको छ, देख्न सक्नुहुन्छ। यो पार्कबाट हामीहरू भने अहिले यता पुग्यौँ, यो बिच साइडमा पुग्यौँ। अब हामी चाहिँ बिच साइडबाट जानेछौँ। घाम पुग्न लागेको छ पहिला घाम। ल हामीहरू भने कर्निस साइड पुगिसकेका छौँ। कर्निस अब बिचबाट हिँड्दै हामीहरू अब ऊ लाग्नेछौँ, इलेक्ट्रा साइडपट्टि जानेछौँ, रुम जानेछौँ यता। अहिले भने हामी यहाँ तल खेतीबाट हिँडिरहेका छौँ अबुधाबी कर्निस बिच। हाम्रो यो वाकिङ पनि हो, आज छुट्टीको सदुपयोग पनि हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू एकदम राम्रो छ, घुमाउनु होला। ब्लग नै हो। मान्छेहरू एकदम अहिले कर्निसमा यो समय टाइम लागेको छ कि एकदम मान्छेहरू भिडभाड देख्न सक्नुहुनेछ। भिडभाड नै छ, मान्छेहरू स्विमिङ गर्न आउने पनि एकदमै देखिरहेको छ। हामी पनि अब यो साइड जाँदैछौँ एकैछिन।